इभिनिङ एभ्रिवान। आज म एउटा भिडियो जनमानसको जनचेतनाको लागि लिएर आएको छु। कारण अस्ति हामी भर्खरै फ्यामिली ट्रेक वेस्ट सिक्किमको वर्षेमा गएको थियौँ, जहाँ यति मनमोहक, यति सुन्दर, यति दामी गुराँस फुलिरहेको छ। अहिले यहाँ वर्षेको मेन सिजन हुनुले गर्दा यो सिजन पिकमा छ, यसैले यहाँ जाने मानिसहरू धेरै छन्। त्यहाँ गएर सबैजनाले यसको मनमोहक वातावरणको दृश्यलाई यति मजाले मजा त लिन्छौँ, तर दुःख लाग्दो कुरा त्यहाँ जाने जति पनि महानुभावहरू हुन्छ उहाँहरूले यति बेसी डस्टबिनहरू डम्प गरेर, डस्टबिन पनि भरेर मैलाहरू यति साह्रो फैलिएको छ त्यो जङ्गलमा। अब भन्नु हो भने यो वर्षे चाहिँ वान अफ द सेङ्चुरी हो, रोडोडेन्ड्रन सेङ्चुरी, वान अफ द सेङ्चुरी अफ द सिक्किम, वर्षे रोडोडेन्ड्रन सेङ्चुरी। यसैले तपाईँहरूलाई म अनुरोध गर्न चाहन्छु कि तपाईँहरूले यहाँ मैला नगरिदिनुहोस् र हामीले यो संरक्षण गर्न लागि हामी नै गर्नुपर्छ। हामीलाई जिम्मेवारी हुन्छ। हामीले